जलधारा एउटैको छ नाम कति आज आए मलाई फेरि याद वर्षौं बित्यो भेटघाट छैन समयसँगै भयो बदला घुमालेको चक्र झैं घुमिरहने चोला आँखैभरि नाचिरहे ती पल र बेला मनको स्मृतिमा झैं ताजा छ तस्बिर हाम्रो स्कुल पाठशाला हाम्रो स्कुल पाठशाला पढ्थ्यौं सँगै एउटै कक्षामा हामथाप हुन्थ्यो पछाडि बस्न आँखा छली गुरुको हामी भाग्ने गर्थ्यौं सिनेमा हेर्न ताजा भई आए मनमा यो बेला फर्किए ती दिनहरू कस्तो हुन्थ्यो होला मनको स्मृतिमा झैं ताजा छ तस्बिर हाम्रो स्कुल पाठशाला साथीहरूको भिडमा उनी के अलग थिए बढी लेखी जीवनमा के गर्नु छ हामी त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत 2038 सालमा स्थापित 312 रोपनीमा फैलिएको यो क्याम्पस पश्चिमाञ्चल क्याम्पस हो। सुरुमा यहाँ ट्रेड कोर्सहरू सञ्चालन गर्ने सोच थियो र पछिल्लो अवधिमा
डिप्लोमा अथवा हामी भन्दाखेरि बोलीचालीको भाषामा ओभरसियर भन्छौँ, ओभरसियर लेभलको क्लासहरू सञ्चालन गऱ्यौँ र 2056 देखि हामीले ब्याचलर लेभल बीका क्लासहरू सञ्चालन गऱ्यौँ र अहिले 3वटा विषयमा हामी ब्याचलर लेभलका क्लासहरू सञ्चालन गर्दैछौँ। एउटा सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ र भर्खरै मात्रै इलेक्ट्रिकल इन्जिनियरिङ र हाम्रो अहिले पनि डिप्लोमा लेभलका कोर्सेसहरू अहिले पनि सञ्चालित छन्। सिभिलमा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, मेकानिकल, अटोमोबाइल, कम्प्युटर लगायतका विषयहरूमा अहिले पनि हाम्रो डिप्लोमा लेभलको कोर्सहरू सञ्चालन भइरहेछ। हामी अहिले आएर प्रति वर्ष 336 जना विद्यार्थीहरू डिप्लोमामा भर्ना गर्छौँ र 192 जना विद्यार्थीहरू बीमा भर्ना गर्छौँ। वास्तवमा हामी यो क्याम्पसलाई एसियन आइटी रोल प्ले गर्ने क्याम्पसको रूपमा अरू आइटी कलेजहरूको रूपमा हामी त्यही समकक्षी रूपमा डेभलप गर्न चाहन्छौँ। र एउटा खुसीको कुरो के हो भने हाम्रो आउटपुट, हाम्रो निस्किएका विद्यार्थीहरूले लोकसेवा आयोग लगायतका विभिन्न ठाउँहरूमा राम्रो सेवा प्रवेश पाउनुभएको छ। सोभियूले यस्तो खालको कार्यक्रम जुन वर्षेनी गर्दै आएछ, सोभियूको आफ्नो रोल, आफ्नो भूमिका विद्यार्थीहरूलाई अपलिफ्ट गर्ने, उनीहरूको वेलफेयरको लागि लाग्ने कुराहरूका लागि म सोभियूलाई पनि धन्यवाद दिन चाहन्छु र हाम्रा कतिपय प्रोग्रामहरूमा सोभियूको सहयोगले हामीले धेरै काम कुराहरू अथवा विषयवस्तुहरूलाई हामीले अगाडि लान सकेका छौँ र सोभियू यसको लागि धन्यवादको पात्र छ। त्यसकारण यस्ता कामहरू, रचनात्मक कामहरू गर्न सोभियूलाई म जहिलेसुकै पनि इन्करेज गर्न चाहन्छु र यसका लागि धन्यवाद पनि दिन चाहन्छु। हामी अहिले यो सेसनको उत्तरार्धतिर आइरहेका छौँ। म यस अवसरमा सबै विद्यार्थी भाइ बहिनीहरूलाई र आगामी दिनहरूमा राम्रो ठाउँमा उहाँहरूले चाहिँ जब पाउनका लागि, स्टडीको लागि पनि राम्रो ठाउँ पाउनका लागि र उहाँहरूको उत्तर प्रगतिको र उत्तर अथवा राम्रो भविष्यको कामना गर्न चाहन्छु। धन्यवाद। अब जुन अहिले यस भिडियो एल्बम मार्फत हाम्रा जुन विद्यार्थीहरू बी र डिप्लोमामा अध्ययनरत थर्ड इयरका विद्यार्थी भाइ बहिनीहरूलाई सोभिले एउटा विदाईको मेसोमा जुन यो फेयरवेलको रूपमा चाहिँ एउटा भिडियो एल्बम जुन निकाल्न लाग्नुभएको छ, त्यसका लागि उहाँहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र हाम्रो यस क्याम्पसमा अध्ययन गरेर जान लाग्नुभएका सम्पूर्ण भाइ बहिनीहरूलाई जुन आफूले सिकेका नलेजहरूलाई
एउटा उपयुक्त ठाउँमा सही तरिकाले चाहिँ लगाउनुस् र त्यसले चाहिँ देश विकासका लागि एउटा उज्जवल र प्रगतिका लागि जुन काम गर्न सक्ने अवस्थामा पुर्याउन सक्छ त्यो हिसाबले तपाईँहरू अगाडि बढ्नुहोस् र देशलाई एउटा समुज्जवल दिशातर्फ चाहिँ लाग्नु हुनेछ भन्ने मैले आशा लिएको छु। र पुनः हाम्रा भाइ बहिनीहरू जुन सोभियु स्पेसल रूपमा भन्दाखेरि उहाँहरूले जुन कार्यक्रम यसमा चाहिँ अगाडि सारिरहनु भएको छ उहाँहरूबाट म प्रभावित छु र अब आगामी आउने सोभियुहरूले पनि यस्ता कार्यक्रमहरूलाई निरन्तर रूपमा अगाडि बढाएमा हाम्रो यस जुन क्याम्पस प्रशासनलाई पनि धेरै फाइदाजनक हिसाबले चाहिँ अगाडि बढाउन सकिन्छ र हामीलाई एउटा सहयोगको भूमिका पनि उहाँहरूले चाहिँ निभाउनु भएको जस्तो हाम्रो अनुभूति भएको छ। हस्, धन्यवाद। यहाँबाट पास आउट भएर जाने विद्यार्थीहरूलाई उहाँहरूको चाहिँ उज्जवल भविष्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। र सँगसँगै अब यहाँबाट पढेर गइसकेपछि बाहिर फिल्डमा गएर चाहिँ धेरै कुराहरू चाहिँ यहाँबाट हामीले पुरा गर्न नसकिएको हुनसक्छ अथवा अनुभवको कमी हुनसक्छ। त्यतिखेर विद्यार्थीहरूलाई चाहिने आवश्यक राय सल्लाह अथवा प्राविधिक सहयोग यहाँबाट हामीले निरन्तर गरि नै रहनेछौँ। र पास आउट भएर जाने विद्यार्थीहरूले यहाँ रहँदा बस्दा सिकेका कुराहरूलाई फिल्डमा अत्यन्त चाहिँ संवेदनशील भएर लागि पर्ने र क्याम्पस सँगसँगै आफ्नो पनि इज्जत प्रतिष्ठा बढाउनु हुन को लागि पनि म अनुरोध गर्दछु। र भविष्यमा पर्ने आवश्यक पर्ने प्राविधिक सल्लाह तथा क्याम्पसको कुनै पनि चाहिँ सल्लाह सुझावहरूको लागि चाहिँ क्याम्पस प्रशासन सदैव चाहिँ सहयोग गर्न तत्पर छ भन्दै पुनः शुभकामना दिँदै मेरो म भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार। समयले हामीलाई बगी गयो कता खोला जस्तै फर्केनन् आउँछु भन्नेहरू उडी गए कता पन्छी जस्तै केही रोए केही हाँसे केही छन्
अब चाहिँ पास आउट भइसकेपछि गएर आफ्नो फिल्डमा चाहिँ उहाँहरूले खट्नुपर्ने हुन्छ र उहाँहरूले अहिलेसम्म 3 वर्षको कोर्स पुरा गरेँ म एज ए ओभरसियर या चाहिँ अहिले हामी जुनियर इन्जिनियर भनेर सम्बोधन गर्ने गर्छौँ। अर्को चाहिँ जो इन्जिनियरको रूपमा जानुभएको छ उहाँहरूले चाहिँ पढेको अहिलेसम्मको अध्ययन गरेको जुन कुरा छ त्यो चाहिँ एक्चुअल फिल्डमा गइसकेपछि मात्रै त्यसको यथार्थ झल्कन्छ र चाहिँ एउटा ममा पर्फेक्टनेस छ छैन भन्ने कुराको चाहिँ एउटा कसीमा त्यहाँ जाँच्नुपर्ने हुन्छ। त्यस कारणले उहाँहरू सबै नै गएर नेपालको सिङ्गो मुलुकमा त्यो जुन हाम्रो प्रोपर फिल्ड छ त्यो फिल्डमा गएर उहाँहरू बिक्नुहोस् अथवा उहाँहरू त्यो ठाउँमा गएर खपत हुनुहोस् र मुलुकको सेवा र सँगसँगै हामी स्वदेशमा मात्रै होइन विदेशमा पनि उहाँहरू जानुभयो भने विदेशमा पनि गएर उहाँहरू आफ्नो चाहिँ एकाडेमिक जुन एउटा स्किल र नलेजको जुन कुरा छ त्यो लगानी गर्नुहोस् र हाम्रो इन्स्टिट्युसनको इज्जत प्रतिष्ठा मान सम्मानको कुराहरू पनि यहाँहरूले जोगाउनुहोस् र उहाँहरूको समग्र एउटा बाँकी जीवनको सफलताको पनि म शुभकामना दिन चाहन्छु। अतीतका ती धुनहरू कति तर्पे पर्खिरहे पर्खिदिनी आएनौ बेदनामा गीत करे पर्खिदिनी आएनौ बेदनामा गीत करे सुनिदेऊ यो गीत मेरो अमर रहोस् यो प्रीत हाम्रो। हेर्दै पारी चितिजलाई आँसु खस्ता नपाई सक्ने भए फर्काइल्याउँथे म मेरी माया तिम्रो हात समय कति तर्पे पर्खिरहे पर्खिदिनी आएनौ वेदनामा सङ्गीत रचे पर्खिदिनी आएनौ वेदनामा सङ्गीत रचे सुनिदेऊ सङ्गीत मेरो अमर रहोस् त्यो प्रीत हाम्रो। जुनी जुनी तिमीसँगै जिउने सपना मेरो तिमीलाई नै पाउने। यो क्याम्पसबाट पास आउट भएर विशेष गरी अहिले जो 65 ब्याचमा भर्ना हुनुभएको डिप्लोमाको साथीहरू र ब्याचलर 4th इयर कम्प्लिट गरेर यहाँबाट पास आउट भएर जाँदै हुनुहुन्छ उहाँहरूलाई उहाँको शैक्षिक सफलताको कामना गर्न चाहन्छु। यो ब्याचको सोभियूसँगको
अत्यन्तै महत्त्वपूर्ण र गहिरो साइनो छ। हामीले त्यसलाई गहिरो गरेर अनुभूति पनि गरेका छौँ। हामीले सोभियो चुनाव जित्दै गर्दा यो ब्याच चाहिँ त्यतिखेरको यहाँ फर्स्ट इयर अध्ययन गर्दै थियो। हामीसँग यो ब्याचसँग सेयर गरेका थुप्रै खालका अनुभूतिहरू छन्, थुप्रै खालका संस्मरणहरू पनि छन् र हामीले चाहेर पनि यो ब्याचलाई भुल्न सक्ने अथवा यो ब्याचभन्दा अलग गएर हाम्रो स्मरण गर्न सक्ने स्थिति छैन। यो ब्याचप्रति स्वतन्त्र विद्यार्थी युनियन जहिले पनि एकदमै आभारी रहने, हाम्रो कृतज्ञता सधैँभरि रहनेछ र सँगसँगै इच एन्ड इन्डिभिजुअल स्टुडेन्टलाई हामीले कामना गर्ने के हो भने तपाईहरूको व्यक्तिगत शैक्षिक सफलताको कामनाको साथसाथै राष्ट्र निर्माणमा यहाँहरूको महत्त्वपूर्ण भूमिका रहनेछ भन्ने कुराको पनि हामीले हृदयबाट अपेक्षा गर्दछौँ। जहाँ जस्तो अवस्थामा रहे पनि आफूभित्र रहेको सही र गलतलाई गलत भन्न सक्ने क्यापासिटी अथवा त्यो प्रकारको चेतनालाई विकास गर्नुहोस् र फेरि पनि तपाईहरूको शैक्षिक सफलताको कामना गर्न चाहन्छौँ र यो भिडियो एल्बमको निरन्तरताको निम्ति अब आगामी सोभियोहरूले पनि यसलाई लग्नेछन्। हाम्रो सोभियोको पालाबाट जसरी हामीले क्याम्पसमा एउटा भिडियो एल्बम निर्माण गर्ने यो प्रक्रियाको थालनी गरेका छौँ, यसले निरन्तरता पाओस् भन्ने अपेक्षा पनि राखेका छौँ र फेरि पनि विश यू अल द बेस्ट। धन्यवाद।